आज म कुराकानी गर्नेवाला छु एमएस वर्डको बारेमा, जुन आजको डेटमा हरेक मान्छेको कहीँ न कहीँ यो निड छ कि एमएस वर्डमा चाहिँ के हुन्छ। आज म तपाईँहरूको साथमा एमएस वर्डको पार्ट 1 लिएर उपस्थित भइसकेका छु। एमएस वर्ड भनेको के हो, यसमा के हुन्छ, हामीले यसमा के गर्न सक्छौँ, कि रिज्युमे बनाउन सक्छौँ, कि आइडी कार्ड बनाउन सक्छौँ, कि यसमा केही डिजाइन गर्न सक्छौँ, कि यसमा निवेदन लेख्न सक्छौँ, कि यसमा हामीले के गर्न सक्छौँ त यसको बारेमा म यो भिडियो तपाईँहरू जुन मान्छे नयाँ छ उसको लागि पनि म यो भिडियो चाहिँ बनाएको छु। खास गरेर नयाँको लागि यो चाहिँ तपाईँलाई कुनै पनि यसमा पैसा लाग्दैन। हाम्रो च्यानल मार्फत, जुन च्यानलको हाम्रो नाम छ टेक्निकल इन्फो ग्रोथ, त्यो च्यानलको मार्फत तपाईँहरूले हेर्न सक्नुहुन्छ। त्यो पनि फुल नेपालीमा। कुनै म यहाँ इङ्ग्लिस बोल्नेवाला छैन, न म हिन्दी बोल्नेवाला छु, न तपाईँको म अरू ल्याङ्ग्वेज युज गर्नेवाला छैन। यहाँ फुल नेपालीमा, ताकि सम्पूर्ण नेपालका मान्छेहरूले यो भिडियोलाई हेर्न सकिन्छ। आउनुहोस् अब सुरु गर्छु। वर्ड के छ सबभन्दा पहिला म तपाईँहरूले बताउँछु वर्ड भनेको के हो। वर्ड भनेको के हो? अब वर्ड भनेको के हो? वाट इज एमएस वर्ड? एमएस वर्ड भनेको माइक्रोसफ्ट वर्ड हो। माइक्रोसफ्ट भन्दाखेरि यसको सर्ट नेम हो। यो एउटा के हो? वर्ड प्रोसेसिङ सफ्टवेयर हो, जसलाई चाहिँ माइक्रोसफ्ट कम्पनीले यसलाई डेभलप गरेको छ। इट इज युज टु क्रिएट, यसमा चाहिँ क्रिएट हुन्छ, एडिट हुन्छ, फर्मेट हुन्छ, प्रिन्ट हुन्छ। यसमा हामी सम्पूर्ण विभिन्न कामहरू चाहिँ गर्न सक्छौँ। जसरी यसमा एसेहरू लेख्न सक्छौँ, रेज्युमे बनाउन सक्छौँ, केही एडिट गर्न सक्छौँ, केही डिजाइन गर्न सक्छौँ। यो कुराहरू यसभित्र चाहिँ एमएस वर्ड, माइक्रोसफ्ट वर्डभित्र पर्दछ। यसमा हामी फन्ट स्टाइल, साइज, कलर, बोल्ड, इटालिक, अन्डरलाइन, यो सबै धेरै मान्छेले सुन्नुभयो होला, तर आज तपाईँहरूलाई कहीँ न कहीँ म यो सबै हेराउनेवाला छु। यसको लागि हामीले के गर्नुपर्छ भन्दाखेरि फर्स्टमा हामीले वर्ड ओपन गर्नुपर्छ। वर्ड कसरी ओपन गर्ने म तपाईँहरूलाई सुरुदेखि बताउँछु। वर्ड चाहिँ ओपन गर्नको लागि हामीले के गर्नुपर्छ? वर्ड ओपन गर्नको लागि हामीसँग केही तरिका छ। तरिका के छ भन्दाखेरि कि त तपाईँ यहाँ गएर विन्डोजमा गएर अनि त्यसपछि यहाँ वर्ड सर्च गर्नुहुन्छ भने यहाँ वर्ड आउँदो रहेछ। त्यसपछि हामीले इन्टर थिचेपछि हाम्रो के हुन्छ? वर्ड ओपन हुन्छ। एउटा यो पनि तरिका भयो। अनि अर्को तरिका के छ भन्दाखेरि यहाँ हामी गए अनि त्यसपछि यहाँ वर्ड मैले सर्च गरेँ, यो पनि एउटा तरिका भयो। यहाँदेखि पनि वर्ड चाहिँ ओपन हुन्छ। ओपन गरिसकेपछि यहाँ वर्ड दिएको छ, होम दिएको छ, न्यू दिएको छ, ओपन दिएको छ। अब हामीले चाहिँ गर्नुपर्ने कि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यो स्टाइलहरूमा दिएको छ हैन। हामीले सिक्नको लागि फर्स्टमा हामीले ब्ल्याङ्क पेजमा जान्छौँ। यहाँ ब्ल्याङ्क पेज दिएको छ। यसरी चाहिँ हाम्रो वर्ड चाहिँ ओपन भयो। अब ओपन भयो भने म तपाईँहरूलाई एउटा कुरा के जानकारी गराउँछु। धेरै मान्छेको टाइपिङ चाहिँ स्लो छ। त्यसको लागि चाहिँ हामी के गर्छौँ? इक्वल गर्छौँ, ऱ्यान्ड गर्छौँ, अनि त्यसपछि डट ओल्ड, अनि त्यसपछि हामी ब्राकेट दिन्छौँ 1,1, त्यसपछि ब्राकेट क्लोज गर्छौँ। ब्राकेट चाहिँ क्लोज गर्छौँ, इन्टर थिच्छौँ भने यो हाम्रो द क्विक ब्राउन फक्स जम्प्स ओभर द लेजी डग, जुन वर्ड म अस्ति पनि यसमा भिडियो बनाएको थियो। यो वर्डलाई यदि तपाईँले 50 चोटि यदि 100 चोटि डेलीको 50 चोटि 100 चोटि गर्नुहुन्छ भने तपाईँको डेफिनेटली तपाईँको के हुन्छ? टाइपिङ स्पिड बढ्न जान्छ। अब यो त हाम्रो बेसिक कुरा म तपाईँले बताएँ। अब यसपछि हामी विषयवस्तुतिर लाग्छौँ। यसमा चाहिँ के हुन्छ? यो चाहिँ यसको नाम के छ, यसको नाम के छ। फर्स्टमा हामी के जान्छौँ? यहाँदेखि हाम्रो के हुन्छ? मिनिमाइज हुन्छ। मिनिमाइज हुन्छ, यसरी कट्छ। अनि त्यसपछि यहाँ हाम्रो जुन छ सानो हुन्छ, यसले ठुलो हुन्छ, यसले हाम्रो के हुन्छ? कट्छ। यो सबै काट्नको लागि हामीले यो युज गर्नुपर्ने हुन्छ। यसलाई हामी टाइटल बार भन्छ। यो जुन माथिको दिएको छ यसलाई हामी टाइटल बार भन्छौँ। ठिक त्यस्तै हामीले यहाँ लेफ्ट साइडमा जुन यहाँ सानो सानो बटन दिएको छ त्यसलाई हामी के भन्छौँ भन्दाखेरि क्विक एक्सेस टुलबार। यहाँ थिच्छौँ हामी क्विक एक्सेस टुलबार, यसलाई भन्छौँ।
यसमा के हुन्छ, न्यू हुन्छ, ओपन हुन्छ, सेभ दिएको हुन्छ, इमेल तपाईँहरूले हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ दिएको छ अलरेडी। अनि यसले के हुन्छ, अन्डो यहाँ थियो केही लेखेको हैन, जसरी म यो गऱ्यो भने अन्डो रेडो यहाँदेखि हाम्रो चाहिँ सेभ हुन्छ। कन्ट्रोल एस यहाँ तपाईँ हेरिराख्नु भएको छ, कन्ट्रोल एस यहाँ आइरहेछ, सेभ हुन्छ। यसको तलपट्टि यहाँ फाइल दिएको छ, त्यसपछि यहाँ होम दिएको छ, इन्सर्ट दिएको छ, रो दिएको छ, डिजाइन दिएको छ। अघि हामी कुरा गरेका थियौँ नि कि यसमा के हुन्छ। अब हाम्रो चाहिँ सिक्ने पालो आइसक्यो कि यसभित्र चाहिँ के हुन्छ। म एक एक गरेर तपाईँहरूलाई सम्पूर्णलाई म बताउँछु। होममा के हुन्छ, इन्सर्टमा के हुन्छ, ड्रमा के हुन्छ, डिजाइनमा के हुन्छ, लेआउटमा के कुरा हुन्छ, भित्र चाहिँ पर्ने कुरा के हुन्छ, रेफरेन्समा के हुन्छ, मेलिङ्समा के हुन्छ, रिभ्यूमा के हुन्छ, भ्यूमा के हुन्छ, यो सबैमा चाहिँ के कुरा हुन्छ त्यो सबैमा तपाईँहरूले फुल एक्सप्लेनेसनको साथमा म तपाईँहरूलाई बताउनेवाला छु। भिडियोलाई लास्टसम्म राम्रोसँग हेर्नु होला, ताकि तपाईँहरूले पनि हेरेर आफ्नो जुन छ फ्री क्लासमा केही कुरा सिक्न सक्नुहुन्छ। अब यसपछि म यहाँ आएँ अनि केही लेखेँ, जसरी मैले एउटा टेक्निक युज गरेँ। के टेक्निक युज गरेँ भन्दाखेरि मलाई केही लेख्नु पर्नेछ, तर टाइम लाग्छ। आजको डेटमा हरेक मान्छे स्मार्ट छ, त्यसपछि त्यो भएको कारणले गर्दाखेरि म सर्ट टाइम लिएर यसरी चाहिँ केही कुरा लेखेँ। अब त्यसपछि चाहिँ म यसलाई के गर्छु, पालो पालो गरेर तपाईँहरूलाई बताउँछु। होमभित्र हामी छौँ, यहाँ होमभित्र। अब होममा त के कुरा हुन्छ त्यो कुरा तपाईँहरूलाई सिकाउन गइरहेको छु। जसरी होममा के हुन्छ, म अघि पनि एउटा भिडियो अलरेडी बनाइसकेको थियो कि कन्ट्रोल एदेखि लिएर कन्ट्रोल जेडसम्म के हुन्छ भनेर म भिडियो यसको अलरेडी बनाइसकेको छु। तपाईँले हाम्रो च्यानलमा गएर हेर्न सक्नुहुन्छ। अब यसपछि म के गर्छु, कन्ट्रोल ए गर्छु। कन्ट्रोल एले के हुन्छ, यहाँ सेलेक्ट हुन्छ। अब मलाई बोल्ड गर्नु पर्यो, सबैलाई बोल्ड गर्नु पर्यो भने म यहाँ कन्ट्रोल ए गरेर यहाँ खिच्छु भने यहाँ आइजान्छु भने के हुन्छ, हाम्रो बोल्ड भयो। जसरी मलाई सबैलाई बोल्ड गर्नु छैन भने म के गर्छु, मलाई मात्रै यति मात्रै बोल्ड गर्नु छ, यतिसम्म मात्रै मलाई बोल्ड गर्नु छ। म यहाँ बोल्ड गरिदिन्छु, यति मात्रै बोल्ड भयो। त्यसपछि हाम्रो के छ, त्यसपछि हाम्रो यहाँ के रहेको छ, अर्को इटालिक छ, इटालिक भयो। अन्डरलाइन हामी गरिदिन्छौँ। अनि त्यसपछि हाम्रो यहाँ के छ, फन्ट चेन्ज गर्नुपर्ने सबभन्दा इम्पोर्टेन्ट हैन, सबभन्दा बढी काम लाग्ने हाम्रो यो फन्ट चेन्ज हामी यसरी चाहिँ गर्न सक्छौँ। यसरी चाहिँ हामी फन्ट चाहिँ गर्न सक्छौँ। जसरी मलाई यो ठिक लागे मैले यो गरिदिएँ यहाँ। अब यहाँ के दिएको छ, साइज बढाउने, म यहाँ जान्छु अनि साइज यसको बढाइदिन्छु, यति राखिदिन्छु, यति राखिदिन्छु। यसको साइज मैले बढाइदिएँ। अनि त्यसपछि यहाँ के दिएको छ, यहाँ फन्टमा यसलाई के भन्छ, फन्ट। यसलाई फन्ट भन्छ भने यसलाई प्याराग्राफ भन्छ भने यसलाई स्टाइल भन्छ। अब यसमा हामी के गर्छौँ, यहाँ थिच्छौँ कलरहरू, यहाँ त्यस्तो दिएको छ, आउटलाइन, स्याडो, रिफ्लेक्सन, ग्रो, यो सबै यहाँ दिएको छ। जसरी म भिडियो यसलाई सेलेक्ट गरेँ अनि त्यसपछि म यहाँ गएँ। त्यसपछि यस्तो चाहिँ हाम्रो के हुन्छ, चेन्ज हुँदो रहेछ। हाम्रो जुन वर्डमा लेखेको लेटर चाहिँ के भयो, चेन्ज भयो। यसरी चाहिँ हाम्रो भयो। यसले चाहिँ हामी यो गर्न सकिन्छ भन्ने कुरा बुझ्नु। त्यसपछि म फेरि यसलाई सेलेक्ट गरेँ अनि त्यसपछि यहाँ गएँ। अब यसरी गऱ्यो भने यो तरिकाले यसरी हुँदो रहेछ, तपाईँहरूले हेर्न सक्नुहुन्छ। यसरी चाहिँ हुँदो रहेछ। तपाईँहरूले प्र्याक्टिकली गर्नु होला, मात्रै हेरेर केही हुँदैन, गरेर हुन्छ। तपाईँहरू सम्पूर्णलाई थाहा छ कि मात्रै हेरेर केही पनि हुँदैन, गरेर हुन्छ भने प्र्याक्टिकली। थ्योरिटिकल नलेज र प्र्याक्टिकल नलेजमा धेरै फरक हुन्छ। मात्रै कतिपय मान्छेहरू हेरिरहेको हुन्छ मात्रै, त्यो हेरेर हुँदैन, गरेर हुन्छ। त्यो कुरा चाहिँ थाहा तपाईँहरूले सबैले थाहा छ। तपाईँ सबैजना एकदम राम्रो हुनुहुन्छ। अब त्यसपछि हामी कहाँ जान्छौँ भन्दाखेरि हामी प्याराग्राफमा जान्छौँ। प्याराग्राफमा जानको लागि हामी के गर्छौँ, यहाँ प्याराग्राफ दिएको छ, प्याराग्राफमा म गएँ है। म यहाँ
म यो सबैले सेलेक्ट गर्छु। म के गर्छु यहाँ सबैले सेलेक्ट गर्छु। सेलेक्ट गरिसकेपछि यसको काम के छ, यो साइडतिर राख्ने भनेपछि यसको काम के हुन्छ, बिचमा राख्ने, सेन्टरमा राख्ने। यसको काम के हो, राइटतिर राख्ने। यसको काम के हो, लेफ्टतिर राख्ने। ठिक त्यस्तै यहाँ माथि दिएको छ, माथि के दिएको छ, अब कुनै कुनै बेला हामीले कुनै हेडिङ राख्नुपर्छ, त्यसको लागि चाहिँ हामी के युज गर्छौँ, यसरी युज गर्न सक्छौँ, यो युज गर्न सक्छौँ, यो युज गर्न सक्छौँ। जसरी मैले यहाँ यो युज गरेँ। अब यहाँ चाहिँ एउटा पोइन्टमा मैले चाहिँ यो युज गरिदिएँ, यहाँ गएँ अनि चाहिँ यो डटवाला युज गरिदिएँ। यसरी एउटा चाहिँ पोइन्ट भयो। यो तरिकाले हामी चाहिँ यहाँ दिएको कुराहरूले युज गर्न सक्छौँ, केमा, एमएस वर्डमा। अब त्यसपछि म यहाँ गएँ, यहाँ के हुँदो रहेछ, यतिको चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ डिस्प्लेमा यतिको त्यसपछि यहाँ के छ, हाम्रो जुन लेटर छ त्यसलाई कतिको ग्यापमा राख्ने। जसरी यहाँ 1.0 दिएको छ, 1.15 दिएको छ, 1.5 दिएको छ, 2.0 दिएको छ, 2.5 दिएको छ। हामीले चाहिँ उपयुक्त राख्ने भनेको 1.15 नै हो, त्यही भएर 1.15 मै म राख्छु। त्यसपछि यहाँ विभिन्न कलरहरू दिएको छ, यो कलर हामीले राख्न सक्छौँ। यहाँ जसरी यो कलरहरू यसरी चाहिँ चुज गरेर हामी राख्न सक्छौँ। म जस्ट तपाईँहरूलाई इक्जाम्पल बताइरहेको छु है। अब यहाँ चाहिँ दिएको छ कि बटन बोर्डर, टप बोर्डर, लेफ्ट बोर्डर, राइट बोर्डर, यसरी गरेर चाहिँ बटन दिएको छ। त्यसपछि यहाँ माथि के दिएको छ भन्दाखेरि प्याराग्राफहरू दिएको छ। तपाईँहरूले यहाँ हेर्न सक्नुहुन्छ डिस्प्लेमा। अब यो हाम्रो के आयो, यहाँ चाहिँ स्टाइलमा। अब स्टाइलमा के छ भन्दाखेरि नाम छ कि यसको स्टाइल। स्टाइलमा जान बित्तिकै के हुन्छ, स्टाइल यसको चेन्ज हुन्छ। यसरी हुन्छ, यसरी चेन्ज हुन्छ, यसरी चेन्ज हुन्छ, यो तरिकाले चेन्ज हुन्छ। म एकछिनको लागि यसलाई सबैलाई सेलेक्ट गरेँ यहाँदेखि यहाँसम्म। अनि त्यसपछि म के गरेँ, यसलाई मैले हटाइदिएँ। अब म यहाँ गर्छु, यसको साइज हुन्छ अलिकति बढाइदिन्छु यतिमा। तपाईँ हेर्दै गर्नु, यहाँ यसरी चाहिँ चेन्ज हुँदो रहेछ स्टाइलमा। यहाँ तपाईँ हेर्न सक्नुहुन्छ विभिन्न कुराहरू, यहाँ धेरै कुराहरू दिएको छ। यसरी हामीले फन्टहरू चाहिँ चेन्ज गर्न सक्छौँ। जसरी यो फन्ट कति राम्रो लागिरहेछ, तपाईँ यहाँ हेर्नु, म जुम गरिदिन्छु, अलि यसको साइज बढाइदिन्छु, कति धेरै राम्रो लागिरहेछ। अब यसलाई म के गरेँ, यसरी यहाँ गएँ, यहाँ गइसकेपछि यसरी मैले योवाला दिएँ यसरी। अब यहाँ चाहिँ म गएर के गर्छु, यसरी चाहिँ चेन्ज गर्न सक्नुहुन्छ आफ्नो स्टाइललाई। नाम छ कि यसको स्टाइल, यसको कामै हो कि हरेक कुरालाई चेन्ज गर्ने, स्टाइलमा लिएर आउने। यहाँ फाइन्ड दिएको छ, यसको त खास काम खासै युजेबल छैन हाम्रो लागि। हाम्रो लागि युजेबल भनेको जति मैले तपाईँ सबैलाई बताइसकेँ। अब यहाँ तलतिर तपाईँ हेर्न सक्नुहुन्छ, तलतिर हामीले यसलाई जुम गर्नको लागि हामी यसलाई कन्ट्रोल प्लस गर्छौँ भने जुम हुन्छ, कन्ट्रोल प्लस गर्छौँ भने यहाँ जुम हुन्छ, कन्ट्रोल यहाँ माइनस गर्छौँ भने जुम आउट हुन्छ। यहाँबाट हामी यसको साइज बढाउन सक्छौँ। ठिक त्यही काम ठ्याक्कै हामी बिचमा राख्छौँ भने यसरी हुन्छ। यतिको हामीले राख्नुपर्छ। यहाँ तपाईँले तल पनि हेर्न सक्नुहुन्छ, यहाँ के दिएको छ, 240 वर्ड। कति मतलब यसमा लेखेको छ लेटरहरू सबै यहाँ बताउँछ। पेज कति छ, 1 छ। एउटा पेज मैले मात्र युज गरेको छु भनेर, मतलब अहिलेसम्ममा एउटा पेज मात्र युज गरेको छु, एउटै पेज हेराइरहेको छ। यो साइडमा तपाईँ हेर्न सक्नुहुन्छ, यसलाई माथि तल गर्ने, स्क्रल अप गर्ने, डाउन गर्ने, स्क्रल अप गर्ने, डाउन गर्ने, स्क्रल अप गर्ने, डाउन गर्ने। यहाँ तपाईँ हेर्न सक्नुहुन्छ के छ, एड इन्स
जसरी च्याट जिपिटी फर एमएस वर्ड, जिपिटी फर एक्सेल वर्ड, डिप फर वर्ड। यसको पनि म भिडियो तपाईहरुलाई यसको के हुँदो रहेछ भन्दाखेरि म तपाईहरुलाई एउटा भिडियो अर्कै छुट्टै बनाउँछु। अब आजको क्लासमा चाहिँ हामी के सिक्यौं भन्दाखेरि होममा चाहिँ के हुन्छ त्यो कुरा त म तपाईलाई सिकाएँ।